हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। स्वागत छ सबैजनालाई आजको नयाँ भिडियोमा। फेरि पनि नयाँ फनी रियाक्ट भिडियो लिएर आइसकेको छु। भिडियो कस्तो लाग्छ हेरेर कमेन्ट गर्न नबिर्सनु होला। च्यानललाई सब्सक्राइब गर्नु होला। ल सुरु गरौँ है त डेली थग लाइफ स्याभेज भिडियोहरू। ब्लाइन्डेड भन्ने त थाहा होला तपाईलाई हैन? नेपालको टप नम्बर 1 शो हैन? नेपालको टप नम्बर 1 शो ब्लाइन्डेड रियालिटी शो हजुर। रियालिटी शो हजुर। कसले भनेको यो? मेरो लागि त के नै रहेछ, किनभने मलाई चोखो माया गर्दो रहेछ। हैन के सँग चाहिँ के छ त? पैसा छ, चीज छ, यस्तो चीज छ जुन चीज तपाईले देख्नु भएको छैन। त्यस्तो चीज छ। त्यो चीज आज देखाइदिनुस् न तपाईले। यस्तै छ पारा मेरो बाल छैन आमा बाको। जीवनमा रुनुहुन्छ है धुरु 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 बेला बेला चलचित्र चलोस् भनेर। आकाश, नायिकाहरूमा तपाईँलाई मनपर्ने को हो जीवनमा? सबै एकजनाको स्पेसली नाम लिनु पर्यो भने कसको लिनुहुन्छ? एलिसा गौतम। सर हजुर सुरज, यहाँको बिहानदेखिको आहार मलाई भन्नुहोस् त। म बिहान 4:30 बजे उठ्छु। उठिसकेपछि म 3 गिलास मनतातो पानी पिउँछु। पानी नै हो त यो सबै एनर्जी पानीबाट हो। एकदम पानी। काको पानी मान्छे? काको पानी लो मार्यो 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 मलाई मार्यो। विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा शक्तिशाली राष्ट्रपति बनेका छन् डोनाल्ड ट्रम्प। गल्ती थियो। म त भन्दैछु त, मतलब कुरा नमिल्नु भनेको उहाँबाट पनि कुरा नमिल्नु, मबाट पनि कुरा नमिल्नु, एकजनाको मात्र होइन। गल्ती थियो, दोस्रो पनि गल्ती भयो। पहिलोको चाहिँ कुरा नमिलेको हो, अरू थोकमा एकदम सच्चा मान्छे हो। दोस्रोको चाहिँ झुटा मान्छे हो। पहिलो र सेकेन्डलाई कम्पेरिजन गर्न मिल्दैन यहाँनिर। अब तेस्रो विवाह कहिले गयो? दुनियाँका इतिहास हेर्नुहोस्, यति छोटो अवधिमा संहिता कार्यान्वयन कुनै पनि मुलुकमा भएको छैन। संहिता भनेको त माइखाइ भाडो हो तपाईहरु। होइन, तपाईले लगाउने गाडी चढ्ने अनि तपाई निवासमा बस्नु तपाईहरुको मात्रै होइन। संहिताले के गर्यो भन्नु? देशमा विकास कहाँ गर्यो मलाई देखाउनुस्। तपाई मुख्यमन्त्री भएपछि तपाईले गरेको विकास 1 2 3 भन्नुस्। संहिता तपाई ल भन्छ ऋषिजी चिच्याएर नबोल्नुहोस्। मेरो कुरा तपाई आफैले तपाईको कुरा गर्नुहोस् न। के गर्नु भन्नुस्? ल भन्नु 2 3 भन्नुस्। विकास के गर्नु पर्छ? ल भन्नुस्। विकास कुन कुरा भन्नु? दर्शन क्या हो लड्न ल विकास ल विकास है। तपाईले के गर्नु भन्नुस् न। तपाई हैन है भन्नुस् न। मलाई के देखाउनु? मलाई देखाउनु पर्दैन। मुख्यमन्त्रीले मलाई पठाउन सक्दैन। जनतालाई भन्नु हो तपाईले। जनताको मुख्यमन्त्री। मैले 7 वर्षमा सरकारले कति काम गर्यो भने जनतालाई बाँड्छ। तपाईलाई दिनु पर्दैन। तपाईलाई दिन्न। तपाईको जवाफदेही त तपाईलाई दिन्न है। तपाईलाई दिन्न हैन। तपाईले माग गर्नु। देशको मुख्यमन्त्री यसै तपाईलाई प्रेम त गर्नुभयो, किन विवाह गर्नु भएन? प्रेम गर्न मुड आयो, फेरि मुड चेन्ज भयो। प्रेम गरे छोड्दियो। 2-4 जनाले तपाईलाई पुगेन। बाँचिन्जेलसम्म फरक प्रेमहरू आइ नै रहन्छ। तपाईले फरक केटाहरूसँग फरक शैलीमा प्रेम गर्नु। हाम्रो देशमा गण्डकी प्रदेशबाट निर्वाचित भएर त्यतिखेर जसरी हामीले प्रदेशको कुरा गरिरहेको छौँ, प्रदेश सांसद राजीव गुरुङ हाम्रो बिचमा हुनुहुन्छ। तपाईँलाई म जनता जान चाहन्छन् कार्यक्रम स्वागत गर्न चाहन्छु। नमस्ते, थ्याङ्क। तपाईँ अपराधी हो। गुन्डाहरूलाई तल आउनु त नेपाल प्रहरी नै हो नि। राजीव गुरुङ कसलाई तल असल एउटा जेल हालेको छ। तपाईँ भन्नुहोस्, एउटा गतिलो मान्छेलाई थुनेको देखाउनुहोस्। तपाईँलाई लगेर थुन्यो। जितुजी हजुर, तपाईँ हास्य कलाकारबाट एक्कासी फड्को मारेर हिरो बन्नुभयो। हजुर, कसरी बन्नुभयो? क्वेसन सोध्ने स्टाइलै भइहाल्छ क्या ऋषि दम्बाजीको। तर सही हो, यो एडिटको लागि पर्वत बस्नेजीलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। यस्तै भिडियोहरू पोस्ट गर्नुभएकोमा मैले रियाक्ट गर्न पाइरहेको छु। यस्तो रियाक्सन भिडियोको लागि प्रोभाइड गरिदिनु भएकोमा सबजनाले पर्वत बस्नेजीलाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है।
अहिले तपाईँको कोही गर्लफ्रेन्ड छैन छैन ढाँट्नु भयो तपाईँले होइन ढाँटेको होइन म सत्य बोल तपाईँ गर्लफ्रेन्ड लिएर हिँड्नुहुन्छ त फेरि कता कफी सपमा देखाए हुन्छ कहिले काहीँ एउटा मेरो बानी रक्सी खाएपछि गीत गाउनु पर्ने मलाई खुब होइन म एउटा म्युजिकको विद्यार्थी तपाईँलाई श्रीमतीले कुटिरहेको छ तपाईँ चाहिँ रक्सी खाएर गीत गाउनु। रिस त मलाई आयो यसै रक्तो भएन कि भगवान् उहाँले कम्पनी खोले हुन्छ उद्योग खोले हुन्छ मुद्दा हाल्ने भन्ने हाल्छु त सके तपाईँ पनि खोल्नुहोस् रवि लामिछानेको दम छ होइन तपाईँको काम भनेको चाहिँ मुद्दा हाल्ने उद्योग धन्दा चलाएर बस्नको लागि रविजीले आग्रह गर्नुभएको छ। अहिलेको सोसियल मिडियामा मेरो छोरीले म विदेश जाँदाखेरि ड्याडी मलाई डल ल्याइदिनु भन्छ है, यो डल ल्याइदिनु, मलाई वेडनेसडेको एउटा डल ल्याइदिनु भन्छ होइन। अनि मैले चाहिँ त्यो डल कहाँ पाउँछ छोरी मलाई थाहा छैन, म प्रोग्राममा छु भनेपछि उसले कुन अस्ट्रेलियाको कुन सिटीको कुन सपमा कति नम्बर स्टेटमा कुन सपमा पाउँछ भनेर यहाँबाट मलाई लोकेसन पठाइदिन्छ। ड्याडी त्यहाँ पाउँदो रहेछ, त्यहाँ गएर त्यो किनेर ल्याउनु भनेपछि संसार यति धेरै एडभान्स भइसक्यो हो। संसारका कुराहरू हामीलाई थाहा छैन, हाम्रा नेताहरूलाई थाहा छैन, हाम्रा कर्मचारीहरूलाई थाहा छैन होइन, हाम्रो चाहिँ न्यायालयलाई थाहा छैन, हाम्रो कार्यपालिकालाई थाहा छैन, सबैले थाहा छ नि त। अनि नभइरहेको कुरा त यो तपाईँको बुझे जस्तो गरेको मान्छेले बुझाउन सकिन्न, नबुझे जस्तो एउटा गीत गाउनु निदाए जस्तो किन त्यसो भन्नु भयो? तपाईँ बस्नुहोस्, फिर्ता लिनुहोस्। तपाईँ यसो हो, त्यो फिर्ता लिनुहोस्। तपाईँ यस्ता शब्द नबोल्नु। तपाईँले किन अध्यक्ष सके भन्नुभयो बस्नुहोलाई? तपाईँ दुनियाँबाट परिचालित मान्छे। को दुनियाँबाट भयो? फेरि हात लाउनुहुन्छ। अनि को दुनियाँबाट भनेको? बस्छ बस्छ। त्यो माया चाहिँ एकपल्ट दर्पण छाया दियो है, जुन अहिले पूर्णमात्रको सारेङलाई दिएको माया दियो। हामी 9 महिना काम पाएन दर्पण छायापछि। अनेस्टली भनेको राई समाल त्यो बेलाको फिल्म हेर्नु, 9 महिना तपाईँले काम पाउनु पाएन नि हामीले, बेरोजगार। तपाईँ पब्लिकको बिचमा पनि त लोकप्रिय हुन्छ नि त। तपाईँ आफ्नै किसिमको नाम छ, नीति छ, सबैले चिन्छन्, तपाईँलाई मन पराउनेहरू पनि थुप्रै छन्। तर तपाईँले जसलाई मन पराउनु हो, म कसैको नाम लिन चाहन्न जीवनमा, किनभने तपाईँलाई मन पराउनु पनि थिए, तपाईँले पनि मन पराउनु बधेरलाई। तर टुट्यो प्रेम, त्यो प्रेमको अहिले छ नि, म घाउ कोट्याउन चाहन्न कि कोट्याउँ। मेरो खराब पानी छ, मेरो अब योभन्दा कति कोट्याउनुहुन्छ? तपाईँको फिलिपिन्समा युवतीसँग रिलेसनसिप थियो, कति वर्ष रह्यो? अलमोस्ट 2 इयर्स जति भयो होला। 2 वर्ष सँगै रहनुभयो? सँगै होइन, सँगै त बसेन हामीहरू। ऊ पनि उसको घरमा थियो, म मेरो घर। रिलेसन भन्ने बित्तिकै कहाँ लिभिङ हुन्छ त, रिलेसन हुन्छ त एउटा बोयफ्रेन्ड र गर्लफ्रेन्ड पो भयो नि होइन। तर अब विदेशमा बोयफ्रेन्ड र गर्लफ्रेन्ड भएपछि सबै कुरा हुन्छ नि त। हुन्छ। थ्याङ्क यू सो मच। आजलाई यति नै, बाँकी भिडियोहरू आउँदै गर्छ, हेर्दै गर्नु होला। थ्याङ्क्स फर वाच दिस भिडियो। धन्यवाद। लाइक शेयर सब्सक्राइब गर्न नबिर्सनु होला।